हेलो एभ्रिवान, माई नेम इज सोमेन नेपाली। हामीले चाहिँ फोर्स एन्ड मोसन च्याप्टर अन्तर्गत चाहिँ थुप्रै टाइपका क्वेसनहरू सोल्भ गऱ्यौँ। आज चाहिँ फेरि एनदर टाइपको क्वेसन लिएर आएको छु म। त्यो चाहिँ एसईको लागि भेरी भेरी इम्पोर्टेन्ट क्वेसन रहेको छ। अनि यो चाहिँ टेक्स्टबुककै पेज नम्बर 194 को क्वेसन नम्बर 5 को जे नम्बरको क्वेसन रहेको छ। अब टाइम वेस्ट नगरेर हामी क्वेसनतर्फ जाऊँ। क्वेसनमा के भनिएको छ भने द एक्सेलेरेसन ड्यू टु ग्रेभिटी अफ द अर्थ इज 9.8 मिटर पर सेकेन्ड स्क्वायर इफ द मास अफ द जुपिटर इज 319 टाइम्स अफ द मास अफ द अर्थ। अर्थको मास भन्दा चाहिँ जुपिटरको मास चाहिँ 319 टाइम्स चाहिँ धेरै छ। अब इफ होइन अर्थको मास चाहिँ एक्स छ भने जुपिटरको मास चाहिँ 319 एक्स हुन्छ। यो भन्नुको अर्थ भनेको यही हो। अनि इट्स रेडियस इज 11 टाइम्स द रेडियस अफ द अर्थ। रेडियस अर्थको रेडियस भन्दा 11 टाइम्स चाहिँ धेरै छ भन्नुको अर्थ। यसको मिनिङ पनि इफ अर्थको रेडियस चाहिँ आर छ भने जुपिटरको रेडियस चाहिँ हुन्छ 11 आर। यो नै हो। अनि रेडियस अफ द क्यालकुलेट द एक्सेलेरेसन ड्यू टु ग्रेभिटी। अब जुपिटरको हामीले एक्सेलेरेसन ड्यू टु ग्रेभिटी पत्ता लगाउनु पर्ने हुन्छ। अनि वाट इज द वेट अफ एन अब्जेक्ट, अनि जसको मास 100 केजी अन जुपिटर। एउटा यस्तो अब्जेक्टको वेट पत्ता लगाउनु पर्ने छ जसको मास चाहिँ हामीसँग चाहिँ 100 केजी छ। अब वेटको फर्मुला हुन्छ m × g। मास हामीलाई दिएको छ, एक्सेलेरेसन ड्यू टु ग्रेभिटी पत्ता लगाउनु पर्ने छ यो क्वेसनमा। आई होप तपाईँले क्वेसन राम्रोसँग बुझ्नुभयो होला। अब इफ बुझ्नु भएको छैन भने फेरि पनि ध्यान दिएर हेर्नुहोस् कसरी सोल्भ गर्ने म तपाईँलाई आइडिया दिन्छु होइन। एकदम इजी वेमा कि सोल्युसन होइन। पहिला सोल्युसन लेख्ने अनि टक्क लेख्ने गिभन, GIVN गिभन। अनि द एक्सेलेरेसन ड्यू टु ग्रेभिटी अफ द अर्थ। अर्थको एक्सेलेरेसन ड्यू टु ग्रेभिटी चाहिँ 9.8 छ। अब एक्सेलेरेसन ड्यू टु ग्रेभिटी भने G = gm/r² हो कि होइन? हो नि। वेयर m इज मास अफ द अर्थ एन्ड r इज के हो भनेपछि रेडियस अफ द अर्थ हो। अब पहिले हामीले चाहिँ अब यसरी लेख्ने हो कि अब हामीले लेख्ने हो कि द एक्सेलेरेसन ड्यू टु ग्रेभिटी अफ द अर्थ। द एक्सेलेरेसन ड्यू टु ग्रेभिटी अफ द अर्थ अर्थ। अब अर्थको एक्सेलेरेसन ड्यू टु ग्रेभिटीलाई जीले डिनोट गर्ने गरिन्छ होइन। अब यो भन्नुको 9.8 मिटर पर सेकेन्डका यस्तो भन्नु नै पर सेकेन्ड स्क्वायर यस्तो भन्नु सेम हुन्छ होइन। त्यही पनि क्वेसनमा यस्तो दिएको छ भने मैले यस्तै लेखिदिएँ। अनि यो भन्नु नै gm/r² भन्नु नै यो 9.8 मिटर पर सेकेन्ड स्क्वायर भन्नु नै gm/r² भन्न सेम हुन्छ। यो वेयर m इज मास अफ द अर्थ, r इज रेडियस अफ द अर्थ। अब यसलाई हामीले सिम्पली क्वेसनलाई एकदम इजी वेबाट के कन्सेप्चुअली तर इजिली सर्टकटलाई गर्नलाई हामीले यसलाई चाहिँ इक्वेसन आई मान्न पर्छ। इक्वेसन आई। अनि अब हामीले चाहिँ स्पेस नभएका कारणले मेटाउनु पर्ने हुन्छ। मैले चाहिँ इफ गिभन कुराहरू चाहिने कुराहरू चाहिँ मेटाउँदिनँ होइन। अब जुन चाहिँ अब चाहिने छैन त्यो ल्याङ्ग्वेज चाहिँ मेटाउँछु होइन। अब के गर्ने भनेपछि अब यो भएपछि अब एक्सेलेरेसन अब द एक्सेलेरेसन ड्यू टु ग्रेभिटी एक्सेलेरेसन ड्यू टु ग्रेभिटी अफ द जुपिटर होइन। एक्सेलेरेसन ड्यू टु ग्रेभिटी अफ द जुपिटर जुनलाई चाहिँ हामीले G ड्यासले डिनोट गर्न सकिन्छ होइन। अब फेरि पनि स्पेस कम भएका कारणले मेटाउनु पर्यो। म चाहिँ यो डेटा चाहिँ यहाँ लेखिराख्छु होइन, कुनै सम्झिन सजिलो हुन्छ। अब भनिएको छ होइन। अब योमा चाहिँ G त सबैको लागि सेम हुन्छ तर मास अफ जुपिटर चाहिँ
त्यो जुपिटर चाहिँ फरक हुन्छ। अनि आर पनि ड्यास होइन, अनि यसको होल स्क्वायर होइन। अब यो भन्नुपर्छ, अब क्वेसनमा भनिएको छ के भनिएको छ भने जुपिटरको मास चाहिँ अर्थको भन्दा 319 टाइम्स चाहिँ धेरै छ। सो अब 319 टाइम्स भने 300 इन्टु मास अफ अर्थ चाहिँ एम हो होइन। अनि डिभाइड बाई अब आर चाहिँ 11 टाइम्स धेरै छ भन्नुको अर्थ 11 इन्टु आर डिभाइड बाई होल स्क्वायर। यति त बुझ्नुभयो होला। अनि अब यो सिम्पली अगाडि आउँछ 319 इन्टु जिएम। अनि अब यो 11 को स्क्वायर चाहिँ हुन्छ 11 को स्क्वायर हुन्छ 121 अनि यो आर को सिम्पली स्क्वायर, यो पनि आर स्क्वायर होइन। अब हेर्नु है तपाईँ, यी हेर्नु जिएम बाई आर स्क्वायर भन्नु नै 9.8 मिटर पर सेकेन्ड हो कि होइन? हो नि, किनकि एक्सेलरेसन ड्यू टु ग्रेभिटी अफ द अर्थ, एक्सेलरेसन ड्यू टु ग्रेभिटी अफ द अर्थको फर्मुला के हुन्छ भने जी मास अफ अर्थ बाई रेडियस अफ द अर्थ। सो यो सब क्यालकुलेट गरेपछि आउने भनेको 9.8 मिटर पर सेकेन्ड स्क्वायर हो। सो हामीले चाहिँ यसको ठाउँमा यो राख्न चाहिँ पाइन्छ है। अनि यो राख्ने बेला अब यो चाहिँ मेटाउनु पर्ने भयो होइन 9.8। अब चाहिँ यसको भ्यालु कति आउँछ क्यालकुलेट गर्न मिल्छ हामीले। 319 डिभाइड बाई आउँछ 2.63 होइन। अनि इन्टु अब मैले भने होइन यो जी भने 9.8 भन्नु नै जिएम बाई आर स्क्वायर हुन्छ। मैले यो धेरै पटक भनिसकेँ, प्रिभियस क्लासमा पनि यसको बारेमा मैले एक्सप्लेनेसन दिइसकेँ। सो मैले यो धेरै एक्सप्लेन गर्न जरुरी ठानिनँ। अब सो सिम्पली मैले यहाँ चाहिँ भ्यालु सब्स्टिट्युट गरिदिएको है इक्वेसनमा मैले जुन मेटाइसकेँ। अनि अब यो क्यालकुलेट गर्दा कति आउँछ भनेपछि इन्टु 9.8 यसको आउँछ 25.83 मिटर पर सेकेन्ड का स्क्वायर। सो एक्सेलरेसन ड्यू टु ग्रेभिटी अफ द जुपिटर आउँछ, जसलाई चाहिँ जी ड्यासले डिनोट गरिएको छ, त्यो आउँछ 25.83 मिटर पर सेकेन्ड का स्क्वायर होइन। यो चाहिँ अब अर्कोमा भनिएको छ इफ, अब त्यो क्वेसनको अर्कोमा भनिएको छ जुपिटरमा एउटा अब्जेक्टको मास चाहिँ 100 केजी छ होइन, त्यसको वेट चाहिँ जुपिटरको सर्फेसमा चाहिँ कति हुन्छ त्यो नै भनिएको छ। सो वेट निकाल्ने फर्मुला पनि थाहा छ। अब हामीले यसलाई मेटाउनु पर्ने हुन्छ। हामीले चाहिँ मैले चाहिँ यसलाई मेटाएको, तपाईँ चाहिँ यसलाई चाहिँ कपी गर्नु होला, म सँगसँगै गर्दै जानु होला। अब नाउ लेख्ने होइन, वेटलाई डब्लुले डिनोट गरिन्छ। अब एम जी त हुन्छ होइन, तर जी भने त एक्सेलरेसन ड्यू टु ग्रेभिटी अफ द अर्थको एक्सेलरेसन ड्यू टु ग्रेभिटी। तर हामीलाई चाहिँ जुपिटरको सर्फेसमा छ भने सिम्पली जी ड्यास हुन्छ। यता जी ड्यास भने एक्सेलरेसन ड्यू टु ग्रेभिटी इन द सर्फेस अफ जुपिटर। सो जुपिटरको सर्फेसमा एक्सेलरेसन ड्यू टु ग्रेभिटी नै हो। अब मास चाहिँ 100 केजी दिएको छ भने 100 दिएको छ, अनि सिम्पली एक्सेलरेसन ड्यू टु ग्रेभिटी हामीले निकालिसकेको छ 25.83 होइन। अब यो क्यालकुलेट गर्दाखेरि यो किन 2583 हुन्छ, यो त अब क्यालकुलेटरमा हान्नु न, वेटको युनिट न्युटन हुन्छ। सो आई होप तपाईँले यो क्वेसन बुझ्नुभयो होला। इफ तपाईँले कुनै पनि यो क्वेसनमा कुनै पनि स्टेपमा प्रब्लम छ भने सिम्पली त्योलाई चाहिँ स्क्रिनसट गरेर कमेन्टमा राखिदिनु होला। म कमेन्टमा नै तपाईँलाई एक्सप्लेनेसन दिने प्रयास गर्नेछु। सो थ्याङ्क यू फर वाचिङ। यस्तै यसीको लागि इम्पोर्टेन्ट न्युमेरिकलहरू अब तपाईँलाई थ्योरीको भिडियो चाहिन्छ भने पनि कमेन्ट गर्दा हुन्छ। यो न्युमेरिकल प्रब्लमहरूलाई चाहिँ इजी वेमा कसरी सोल्भ गर्ने भनेर तपाईँलाई चाहिँ जान्न मन छ भने हाम्रो यो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला होइन, सब्सक्राइब गर्नु होला, जसले चाहिँ मलाई पनि मोटिभेसन मिल्छ होइन, जसका कारणले म तपाईँलाई अरू इजी वेबाट चाहिँ न्युमेरिकल प्रब्लमहरू सोल्भ गर्ने तरिकाहरू दिनेछु होइन। सो यति भन्दै म आजको क्लास चाहिँ यतै नै एन्ड गर्छु। थ्याङ्क यू सो मच।